मर्निङ सेवा सबैजनालाई। आज चाहिँ मैले बिहान बिहानै भ्लग स्टार्ट गरेको। अनि आमा चाहिँ आज बिहानदेखि नै रक्सी पानी स्टार्ट। उतार्ने बेला भएको? मिठै झरे क्या? मिठै झर्छ? हेर्नु बिहे पनि फलेछ होइन। अनि यहाँ फुलहरू पनि झर्छ होला है मान्छे हेर। अनि त्यहाँबाट पनि छ अलिकति सानो बोट, त्यहाँबाट पनि छ। यो चाहिँ आज खाजा है, मकै पोल्दैछु यहाँनिर। अनि यहाँ मलाई चाहिँ मकै पोल्नु त्यस्तो धेरै आउँदैन, अनि खानु पनि त्यस्तो धेरै खानु सक्दैन। अनि ठ्याक्कै यहाँनिर पोलेर राखेको छु। अनि यहाँ पोल्दैछु। यो चाहिँ अरूले खानुहुन्छ, मैले चाहिँ एउटा खाइसकेँ। रेडी पारेर बसेकी छु मैले चाहिँ। आगो बल्दैन है हाम्रो दाउरा चिसो भएर। चाहिँ सुकुटी पनि पाक्दैछ है हाम्रो। छोटो खुट्टे कुखुरा। मेरो फुलहरू पनि स्याहार्नु नपाएर अब यत्तिकै उयो भइरहेछ। यो त मर्नु पनि थालेछ, गमले सानो भएछ कि। अब एन्जेलिया फुलेछ क्या। यत्तिकै झारहरू पनि खोल्नु नपाएर पानीसम्म हालेको छुइनँ कि मैले। आमालाई छोरा छोरीले माया गरेर पठाइदिएको सामान हेऱ्यो देख्यो आप्रा छ रम क्या। आमामा बोतल पुरा छ रम त। के हो यो के हो? हेर त आयनको मुन्टो लामो भयो, झोलाभित्र पस्न आँट्यो। देवाले पठाउनु भएको मणि देवाले हलाउ त रम पनि रहेछ। अब खोलेर राखो। के आएछ हौ आमाको लागि? खोइ झिकेर देखाउनु त। आमामा मुस्ताङ आएछ नि त नि। मिठाई पनि आएछ भाइ। यो चाहिँ रम हो है। के अरे पोखरा कि के अरे? ए पोखरा बाक्लुङ। बाक्लुङको मिठाई पनि आएछ। मलाई चाहिँ यो चाहिँ ठिक लाग्यो है, अरू कसैले भन्दा फुट्छ। मुस्ताङे रम रहेछ क्या। खोलेर उसको दुधभित्र पसेको। आजको भिडियो तपाईँहरूलाई कस्तो लाग्यो? लाइक, सेयर, सब्सक्राइब गरिदिनु होला। अनि आजको लागि चाहिँ यति नै। बाई बाई।